नमस्ते, हाई। मलाई आज के को बारेमा कुरा गर्न मन लाग्यो भने सबैभन्दा पहिला चाहिँ के फेमस हुनु अथवा प्रख्यात हुनु भनेको त्यो लाइट्स र तालिया र आफ्नो सेल्फ फुलफिलिङ प्रोफेसीको लागि होइन जस्तो लाग्छ मलाई, होइन? त्यही भएर किनभने पहिलोचोटि आफ्नो जब पेपरमा होस्, इन्टरभ्यू आउँछ अथवा टिभीमा इन्टरभ्यू आउँछ, होइन? त्यति बेला सबैजनालाई फोन गरेर हामीले भन्छु हेर्नु है कस्तो रमाइलो छ, मेरो आएको छ है भनेर सायद त्यो न्युज पेपर कटिङको फोटो लिन्छु होला, काट्छु होला, हामीले फ्रेम गर्छु होला। तर यो पटक पटक भइराख्दाखेरि के हुँदो रहेछ भने त्यो इकोनोमिक्समा ल अफ डिमिनिसिङ रिटर्न भन्छ नि, त्यसको त्यो मस्तीपना, जुन त्यो फुलफिलमेन्ट र त्यसको एक्साइटमेन्ट, त्यो हरेक चिज त्यो अलिकति कम हुँदै आउँदो रहेछ कि। त्यही भएर मैले के सोचेँ भने तर संसारमा त्यतिजना मान्छे छ, सबैजना त प्रख्यात हुँदैन। यदि फेमस भयो भने त्यसो भए द्याट मिन्स सायद त्यो एउटा जिम्मेवारी हो जस्तो लाग्छ कि मलाई। त्यही भएर म आएको छु। अनि जिम्मेवारी मात्रै होइन, त्यो एउटा आफ्नो सत्य, आफूलाई के वर्क गर्यो, होइन, आफूलाई के पर्यो, आफ्नो कथा, त्यही भएर त्यो चिज सेयर गर्नुपर्छ जस्तो लाग्छ। यो मैले इन्ट्रोडक्सनमा पनि अलिकति भनिसकेँ, अलिकति रिपिट गर्न मन लाग्छ किनभने यो अलिकति घटलाग्दो चिजै हो जस्तो लाग्छ मलाई। एनिवे, आज मलाई अर्को कुरा यहाँहरूसँग सेयर गर्न मन लागेको इज वाट आर द थिङ्स आई हेभ सो मेनी टपिक्स इन माई हेड। अनि हिजो मैले अलिक ब्रेक लिएँ, हिजो केही पनि पोस्ट गरिनँ। पोस्ट किन नगरेको भने किनभने अलिकति चन्चो पनि थिएन, अलिकति ब्रेक पनि चाहिएको थियो। फ्यामिली पनि, यहाँ स्टुअर्टको फ्यामिली आइरहनु भएको छ आइसल्यान्डबाट, अनि नातिनी अनि छोरीसँग टाइम पनि स्पेन्ड गरिरहेको थिएँ। एनिवे, अलिकति थाकेर बस्दाखेरि यो ब्यालेन्स रहेछ, होइन, जिन्दगीमा ब्यालेन्स गर्नुपर्छ। त्यही भएर मैले त्यो हिजो मैले पोस्ट गरिनँ। बट आज म यहाँहरूलाई सेयर गर्न चाहन्छु कि आई हेभ गट सो मेनी एक्साइटिङ एन्ड न्यू टपिक्स। अनि त्यो न्यू टपिक्सहरूमा आई जस्ट वान्टेड टु सेड सम लाइट, अलिकति सेयर गर्न मन लाग्यो कि के को बारेमा मैले कुरा गर्न लागेको छु भने। सबैभन्दा पहिला मलाई कुरा गर्न मन लागेको भने हामी दिनका दिन कतिवटा मान्छेलाई भेट्छु, होइन, अनि उसँग कुरा गर्छु, टाइम स्पेन्ड गर्छु। कोही बेला अलिकति झम्का भेट हुन्छ, कोही बेला एकछिन मात्रै भेटघाट हुन्छ, कोही बेला लामो समयसम्म हामी व्यक्तिसँग बसेर कुरा गरिरहेको हुन्छु। घर आउँछु, बिहान आफ्नो श्रीमतीलाई, बुवालाई, श्रीमानलाई, बच्चालाई कुरा गर्छु, बाई भन्छु, हामी हिँड्छु, होइन। तर हाम्रो आँखा कस्तो भने हामीले हेर्छु तर साँच्ची नै देख्छु र हेरिरहेछु तर देखिरहेछु कि छुइनँ। सो इङ्ग्लिसमा भन्दाखेरि आर यु लुकिङ अर आर यु एक्चुली सिइङ, त्यसको बारेमा मलाई कुरा गर्न मन लागिरहेछ। सो एउटा टपिक त्यसको बारेमा हो, होइन। अर्को चिज के हो भने हामीले यो जीवनमा माया गर्छु तर गुमाउँछु पनि। माया गरिन्छ, गुमाइन्छ, जिन्दगीको रित हो। हामी सबैजनाले वान डे आफ्नो लाइफमा सम टाइम अर द अदर वी हेभ लभड एन्ड वी हेभ लस्ट, वी हेभ फेस्ड लस, वेदर इट बी द लस अफ अ लभ वान, वेदर इट बी रिलेसनसिप ब्रेकिङ, एन्ड त्यो भनेको इट्स एक्चुली लाइक अ लस। सो त्यसको बारेमा पनि कुरा गर्न चाहन्छु मैले, होइन, किनभने माया गर्नु र लुज गर्नु त्यो जिन्दगीको यो जर्नीको पार्ट हो। सो यो अलिकति महत्त्वपूर्ण टपिक हो जस्तो लाग्यो मलाई कुरा गर्न मन लाग्ने। तर जब लस पनि हुन्छ नि, त्यो भित्रबाट त्यो खोक्रोपना, खालीपना, भन्छ कि लस फेस गर्नु भनेको परमात्मासँग छुट्टिनु जस्तो हो अरे। परमात्मासँग नै छुट्टेको फिलिङ हुन्छ अरे जब मान्छेलाई लस फिल हुन्छ, फेस हुन्छ भन्नु खोजेको मैले। सो यो चिज मैले आफ्नो जीवनको दौरानमा फेस गरेको छु। तर आफूले एकदम डिपली फिल गर्नुपर्छ
तर अगाडि बढ्नु पनि पर्छ र यो कसरी गरेँ मैले भनेर यसको बारेमा कुरा गर्नु मन छ मलाई होइन। अर्को कुरा अब मैले एन्जल कार्ड रिडिङ्सहरूको बारेमा मैले त्यसको सर्टिफिकेसन लिएको छु होइन। अनि एन्जल कार्ड रिडिङ्सहरू पनि गर्न चाहन्छु म। एन्जल कार्ड रिडिङ्स भनेको तपाईँको भविष्यवाणी गर्ने होइन। एन्जल कार्ड रिडिङ्स भनेको चाहिँ मैले आफ्नो अनुभवमा मैले भित्रबाट जे चिजलाई इग्नोर गरिरहेको छु, मैले भित्रको आवाज मैले सुनिरहेको छुइनँ, त्यो मेरो एन्जल कार्ड रिडिङले बताइदिन्छ कि मलाई। त्यो छ्याम्म अगाडि आइदिन्छ जब मैले त्यो एन्जल कार्ड रिडिङ जे टपिकको बारेमा पनि होस्। सो प्रिडिक्ट गर्ने चिज होइन, त्यो आफूलाई रिफ्लेक्ट गर्ने त्यो बाध्य बनाउँदो रहेछ होइन, त्यस्तो झकझकाइँदो रहेछ। सो जब हामी हराउँछु नि टाइममा सबैजनाले फिल गर्छ, त्यो हराइरहेको फिलिङ हुन्छ। यु फिल लस्ट, वी अल फिल लस्ट इन लाइफ समटाइम्स। सो त्यो लस्ट फिलिङ हुँदाखेरि मेरो एन्जल कार्ड रिडिङले चाहिँ मलाई क्ल्यारिटी दिएको छ कि। सो एन्जल कार्ड रिडिङ्स आई फिल इट्स भेरी भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ। त्यो जादु गरेको होइन, भविष्यवाणी गरेको होइन, त्यसले मिनिङ दिँदो रहेछ कि अलिकति आफ्नो जीवनमा मिनिङ, अलिकति एउटा गाइडेन्स दिँदो रहेछ। त्यसको बारेमा पनि म कुरा गर्न चाहन्छु। अर्को टपिक के भने हामी सबैजनाले माया गर्ने मान्छे खोजिरहेको छु, बिहा गर्ने मान्छे खोजिरहेको छु, डेट गर्ने मान्छे खोजिरहेको छु। त्यो हुँदाखेरि हामीले सोलमेट भनिरहन्छौँ होइन। सो सोलमेट भन्ने के हो भने जहिले पनि रोमान्टिक होइन, यसको बारेमा पनि कुरा गर्न चाहन्छु। सोलमेट्सहरूको थ्रु हामीहरूले कस्तो खालको लेसन्सहरू लर्न गर्दो रहेछु, यसको बारेमा पनि एउटा मैले रेडी गरिरहेको छु। अर्को टपिक मैले रेडी गरिरहेको के हो भने हामी फेरि लभकै कुराहरू, हामीले फलिङ इन लभ भन्छ होइन इङ्ग्लिसमा। फलिङ इन लभ भनेको साँच्ची नै रियली फलिङ इन लभ के। सो यो फलिङ इन लभ भनेको के हो, जब संसारलाई भुलिन्छ होइन, अनि के हुँदो रहेछ भने त्यसको बारेमा पनि अलिकति कुरा गर्न चाहन्छु होइन। अनि जब हामी साँच्ची नै रियल मिनिङ अफ लभमा, साँच्ची नै लभमा डुब्छु, त्यति बेला आफ्नो भित्रको चिज कति बुझ्दो रहेछु र अर्को व्यक्तिको आत्मा पनि देख्दो रहेछु, उसको मुटुको धड्कन मात्रै सुन्ने होइन, उसको मुटुको धड्कन बुझ्ने। यसको बारेमा पनि सोलमेट भन्ने चिज के रहेछ, सो रोमान्टिक मात्रै होइन भनेर सोलमेट्सको बारेमा पनि अलिकति आई एक्चुअली वान्ट टु टक अबाउट सोलमेट्स एज वेल। द्याट्स वान अफ द थिङ्स। एन्ड सोलमेट्स एन्ड फलिङ इन लभ टाइट टुगेदर भनौँ न। अनि आज मैले माइक बिना कुरा गरिरहेको छु बिकज आई थिङ्क इट्स क्वाइट क्लियर। सो बिचमा यसो आवाजहरू आयो भने फर्गिभ मी। यहाँहरूले भन्नुभएको अलिकति मफल्ड, अलिकति क्लियर साउन्ड, एकोइश खालको आइरहेको थियो भनेर। सो अन्टिल आई गेट अ न्यू माइक आई थॉट I'll just record it कि यत्तिकै। Bear with me, please. It'll get better. Talking, I think, relationships के कुरा गर्दाखेरि the other topic that I thought was very, very important to talk about is how we lose ourselves in relationships. जब हामी रोमान्टिक रिलेसनसिप होस् अथवा आमा बच्चाको रिलेसनसिप होस् अथवा साथीहरूसँग रिलेसनसिप होस् अथवा हजुरबा र नाता नातिनीको रिलेसनसिप होस्, त्यसमा समटाइम्स वी टेन्ड टु लुज आवरसेल्भ्स के। सो लभ र रिलेसनसिपमा हाउ समटाइम्स वी लुज आवरसेल्भ्स एन्ड वाट नट टु डु एन्ड हाउ वी सुड कोर्स करेक्ट र आफूलाई नहराउनुको लागि के गर्नुपर्छ भन्ने त्यसको बारेमा पनि आइम कमिङ अप विथ भेरी एक्साइटिङ sharings, भनौँ न, very exciting sharings from all these years of research, because this has been these are all topics that I'm a very curious person. I've always been a very curious person. So त्यसले गर्दाखेरि I've done a lot of research, अनि रिसर्च गरेको छु, रिसर्च पेपर्सहरू हेरेको छु, पढेको छु। म अलिकति पढ्ने खालको अलिक किरा किसिमको मान्छे हो, पढ्न मन लाग्छ। सो यो रिसर्चहरूमा, सर्वेजहरूमा फ्रम very well-known sources, what are the things that I found
And I'd like to share that, more share गर्न चाहन्छु, so that it might be of help and it might shed some light. अलिकति clarity दिन्छ भनेर के. So अर्को कुरा, especially our part of the world, र उता पनि भनौँ, eastern western partमा पनि के देख्छौँ भने हामी एकदमै पूजापाठ अनि भगवानमा हैन चोट लाग्दा पनि हे भगवान, के गाह्रो हुँदा पनि हे भगवान भन्छौँ. Most of us are, agnostic होइन अथवा atheist होइन. हामीले भगवानलाई बिलिभ गरिरहेको हुन्छौँ क्या. Most of us believe in God. So what I want to talk about is, do we really believe in God? And I think that's a very, very interesting topic to talk about. So यसको बारेमा पनि I'm going to be talking about it. The other thing is, part of my research and मान्छेहरूलाई help गर्दाखेरि, and the kind of comments I get and the kind of DMs I get on Instagram, the kind of messages that I get, I haven't checked all, सबै मैले check गर्न पाएको छैन, तर messengerमा पनि the kind of comments I get are mostly fear, anxiety and anxiety related, pressure related, pressure in the heart, pressure in the mind. So त्यसले गर्दाखेरि अनि धेरै depressive कुराहरू पनि हुन्छ, अलिक depressionमा गएको खालको पनि early signs of depression, कोही के medicationमा त्यस्तो पनि कुरा भइरहेको, त्यस्तो पनि देखिरहेको हुन्छु मैले हैन. And I did a little bit of research, नेपालको मात्रै के कसो रहेछ र. So mental health को बारेमा, fear, anxiety, depression, अनि त्यो mental health of all age groups now research जुन गर्दाखेरि र जस्तो खालको statistics मैले पाएँ, त्यसको बारेमा पनि I want to talk about that as well, and I'm sure it will be very, very useful. I think it's a very interesting topic to talk about, so that we know how to manage ourselves better. अनि टुल्सहरू दिउँला त्यसको बारेमा हैन, त्यसको बारेमा. अर्को कुरा मेडिटेसनको बारेमा. मैले भने नि हिजो मलाई अलिकति सन्चो थिएन भनेर, आज बिहान I've always been my own guinea pig, के जे सिके पनि. सो आफूलाई नै पहिला टेस्ट गर्छु, यो साँच्चै नै काम गर्ने हो कि होइन. र आफूलाई जब काम गरेको देख्छु नि, त्यहाँदेखि मैले अरूलाई हेल्प गरौँ, अरूलाई सेयर गरौँ भनेर त्यहाँ पुग्छु कि म. सो ट्राइड एन्ड टेस्टेड नभएसम्म कुरा गर्न मन लाग्दैन. र हिजो मलाई सन्चो नहुँदा, आज बिहान अलिकति एनर्जी गोलमाल हुँदाखेरि आज बिहान उठेर मैले एकदमै डिप ध्यानमा गएँ कि म. एकदमै डिप ध्यानमा जाँदाखेरि सबैजना जानुपर्छ भन्ने जरुरी छैन, तर मेडिटेसन भन्ने चिज के रहेछ र मेडिटेसनले आफ्नो मेन्टल हेल्थ, फिजिकल हेल्थ, इमोसनल हेल्थलाई कसरी असर पर्दो रहेछ, सो त्यसको बारेमा पनि. अनि मेडिटेसन्सहरू यहाँहरूले कतिजनाले भन्नुभएको छ, म्याम तपाईँको भोइसमा विड लभ टु हियर अ मेडिटेसन. सो I'll be working on that also. त्यसमा पनि म काम गर्छु, इङ्ग्लिसमा होस् अथवा नेपालीमा होस्. त्यसको बारेमा पनि यहाँहरूसँग सेयर गर्न मन लाग्यो मलाई. अर्को कुरा मलाई I've still got a few topics that यहाँहरूसँग सेयर गर्न मन लागेको, so that you know what's coming. And it's only fair that यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ. So I thought that it will be interesting, and it is also my responsibility to share with you the things that I'm going to talk about. And this is not exhaustive. अर्को चिज मैले कुरा गर्न चाहिरहेको भने, हाम्रो लोग्नेमा पुरुषको दिमाग र महिलाको दिमाग एउटै हो त कि त्यसमा भिन्नता छ. अनि त्यो भिन्नताले हाम्रो बिहेभियर्स, हाम्रो वे अफ बिइङ, त्यसले कसरी हाम्रो ट्रेट्सहरूमा असर पर्दो रहेछ, हाम्रो सोचाइमा फरक पर्दो रहेछ भनेर त्यसको बारेमा पनि मलाई कुरा गर्न एउटा अलिकति घतलाग्दो टपिक जस्तो लाग्यो मलाई. सो त्यसको बारेमा पनि प्लिज लुक फरवर्ड टु द्याट एज वेल. Another thing, हामी हुनु त म एज अ महिला होइन, महिलाको बारेमा म धेरै कुरा गर्छु. महिलाको बारेमा वेदर इट बी मेनोपज होस्, पेरिमेनोपज होस्, कमेन्ट पनि आएको छ. इनफ्याक्ट मैले अस्ति नैदेखि स्टडी पनि गरिरहेको थिएँ मेनोपज कोच भन्नको लागि. सिद्धिन लाग्यो, बिचमा मैले छोडेँ, किनभने म आफैलाई पढिरहेको थियो. अनि त्यो पढिरहँदाखेरि त्यो पढ्दाखेरि झनै अलिकति गाह्रो भएर आई लेफ्ट इट. बट अहिले मैले पिकअप गरेर आई इन्टेन्ड टु फिनिस द्याट, त्यो सिकाउन जान लागेको छु. सो
एज अ सर्टिफाइड मेनोपज कोच त्यसको बारेमा पनि कुरा गर्छु. बट एज अ म्यान, पुरुषलाई दे डोन्ट ह्याभ इट इजी. उहाँहरूलाई सजिलो छैन कि पुरुषहरूलाई. सो महिलाको जति जे छ बुझेको छु, आफूले सोच्छु त्यसरी. दुईजना छोरालाई रेज गरेको मान्छे भएकोले, एकल महिला भएर दुईजना छोरालाई रेज गरेको भएकोले केटाहरूलाई सजिलो छैन. अनि केटाहरूलाई कसरी पुरुषहरूलाई पनि सजिलो छैन भने त्यो एउटा टपिकको बारेमा पनि म कुरा गर्न चाहन्छु कि अब अलिअलि सिद्धिँदै छ. अब यहाँहरूलाई एक दुईवटा टपिक्स मात्रै सेयर गरेको. अर्को कुरा बच्चाकै कुरा गर्दाखेरि बच्चाहरू हामी हुर्काउँछौँ, माया गर्छौँ, ज्यान के मुटु आफ्नो बच्चा. तर बच्चाहरू ठुलो हुन्छ अनि बच्चाहरू छोडेर जान्छ अनि बच्चाहरू अर्को देशमा जान्छ अथवा आफू अर्को देशमा गइन्छ. यो फेरि आफूले अनुभव गरेको चिज. सो मेरो च्यानल इज ऑल अबाउट एक्सपिरियन्स एन्ड इट्स ऑल अबाउट वाट आई नो. मैले बुझेको जानेको अनि त्यो मात्रै म सेयर गर्न चाहन्छु. सो मैले कसरी त्यो चिजलाई, मेरो दिमागलाई, मेरो मुटुलाई, मैले आफै कसरी ह्यान्डल गरेँ, कसरी त्यो मेरो रिलेसनसिप्सलाई मेरो बच्चाहरूसँग असर पर्यो, राम्रो भयो कि नराम्रो भयो कि, यदि नराम्रो हुँदा कसरी यो हामीहरूले त्यो बन्ड त रहन्छ तर त्यो कम्युनिकेसन अनि त्यो हाम्रो बिचमा त्यो इच अदरसँग ग्रोथ जे भइरहेको छ तर टचमा कसरी बसे, सो द्याट वी नट मिसिङ आउट अन इच अदर्स लाइफ्स, त्यसको बारेमा पनि म सेयर गर्न चाहन्छु होइन. अनि अन्तमा हुनु त यो एक्जस्टिभ होइन मैले भने, तर अहिले यहाँहरूलाई अलिकति थाहा मात्रै दिएको कि वाट काइन्ड अफ टपिक्स आम गोना बी टकिङ अबाउट. अर्को कुरा के भने हामी कतिजना के स्पेसली नेपाल जस्तो देशबाट, नेपाल, बङ्गलादेश, श्रीलङ्का, इन्डिया यतातिरबाट धेरैजनाले देश छोडेर गएको छ. सो देश छोडेर जाँदाखेरि कस्तो हुँदो रहेछ, किनभने मैले पनि मेरो देश छोडेर गएँ होइन. आएँ म यहाँ बसिरहेको छु क्वालालम्पुरमा अहिले. अनि त्यो हुँदाखेरि के मेरो अनुभव भयो, मेरो दिमागमा के चल्यो, यसले मलाई मेन्टली, फिजिकली, इमोसनली कसरी असर पर्यो र मैले कसरी त्यसबाट निक्लेर तर सकारात्मक रूपमा मैले त्यसलाई परिवर्तन गर्न सकेँ. यो एकदमै आफ्नो आइडेन्टिटी, आफ्नो रुट्स होइन, आफ्नो फेमिलियरिटी, खाना, साथीभाइ, दिदीबहिनी, सन्तान, आफ्नो फ्यामिली अनि एक्सटेन्डेड फ्यामिली, त्यो चिजहरू कसरी मिस हुँदो रहेछ, तर मिस गर्दाखेरि आफ्नो कस्तो ग्रोथ हुँदो रहेछ र त्यो रिलेसनसिप कसरी स्ट्रेन्थन हुँदो रहेछ र आफ्नो स्ट्रेन्थ पनि कसरी डिस्कभर हुँदो रहेछ, त्यसको बारेमा पनि अलिक कुरा गर्छु मैले. र मलाई लाग्छ कि यहाँहरू अलिकति खुसी नै हुनुहुन्छ होला, किनभने म लास्टमा रिपिट गर्छु कि द्याट एभ्री थट र एभ्री टपिक जुन मैले यहाँहरूसँग ल्याउन लागेको छु त्यो इट्स नट थ्योरीको बारेमा कुरा होइन कि यो गाभिएको छ. दिस इज इन्टरट्वाइन्ड विथ माई ओन एक्सपिरियन्स बिकज all human emotions are the same, and if I felt it, I would imagine that if you're faced with that situation, यहाँले पनि त्यही फिल गर्नुहुन्छ. So म यहाँहरूसँग सेयर गर्छु pieces of my story. मैले बिगिनिङमा इन्ट्रोडक्सनमा पनि भनेको थिएँ, there will be pieces of my story, and until I have felt it, until I have experienced it, until I have transcended it, म कुरा गर्न चाहदिनँ. Because this is a real channel. This is a channel about realness. This is a channel about authenticity. This is a channel about challenges. हुन्छ नि. So म त्यही भएर यहाँहरूसँग कुरा गर्दाखेरि it's not rehearsed. I just talk to you from my heart. And जे निक्लिन्छ. मेरो TED Talkमा पनि I did not actually prepare much for it. मैले कुरा गरेँ, but I went up there and I did not actually rehearse it. मैले गएर फर्र मनमा जे आयो, किनभने रियल लाइफ भनेको रो हो नि त. धेरै प्रिपेयर गऱ्यौँ भने हामीले हाम्रो दिमागबाट फुत्किन्छ कि बिर्सिन्छौँ कति चिजहरू. So it's better to talk from the heart, and that's exactly what my channel is about. And यदि यहाँहरूलाई यो चित्त बुझ्छ, यस्तो टपिक्सहरू यहाँहरूलाई
सुन्न मन लाग्छ भने do let me know. Please comment, because I really, really appreciate your comments. And as far as possible, I've been trying to respond to your comments and your kind thoughts and your expressions and your love. And I really, really value your support. And यहाँहरूले मलाई मैले फेरि रिपिट गर्दैछु यहाँहरूले के other topics that you would like for me to talk about छ भने please share in the comments and I'll try and incorporate it, because यो मेरो आफ्नो दिमागले भ्याएको जति हो अहिले यहाँहरूसँग सेयर गरिरहेको किनभने we're all just trying to understand this journey of life better, होइन? Right? We're all just हामी सबैजनाले यो जीवन यो जिन्दगीलाई अलिकति सजिलो बनाऊ अनि अर्काको अनुभव यदि सेयर गर्दाखेरि त्यो चिज आफूले अपनाए अथवा अलिकति त्यहाँबाट बुझे भने आफ्नो पीडाले कम होला कि भनेर त्यसैको लागि सेयर गर्ने हो नि त. सो यहाँलाई धन्यवाद भन्न चाहन्छु. I really like to thank you for listening to me, and please hold on, because I've got so much to share and so many things to talk about, and I hope you like it. Thank you so much. Be well. Namaste.